गौतम बुद्ध, जसलाई विश्वले शान्तिका दूत र बौद्ध धर्मका संस्थापकको रूपमा चिन्छ, करोडौँ मानिसहरूका लागि प्रेरणाका स्रोत हुन्। उनको जन्म, जीवन र शिक्षाले मानव सभ्यतालाई अमिट छाप छोडेका छन्। उनले सिकाएको अहिंसा, करुणा र समानताको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ। तर लामो समयसम्म उनको जन्मस्थानको बारेमा ठोस प्रमाण नहुँदा धेरैले उनलाई मिथकीय पात्र वा दार्शनिक विचारको प्रतीक मात्र ठान्थे। विशेष गरी नेपालीहरूले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको दाबी गरे पनि यो कुरा पुष्टि गर्न कुनै बलियो आधार थिएन। यो रहस्य सन् 1896 खुल्यो, जब नेपालको तराई क्षेत्रमा पर्ने लुम्बिनीमा एउटा प्राचीन खम्बा फेला पर्यो। यो खम्बाले गौतम बुद्धको जन्मस्थलको पुष्टि मात्रै गरेन, विश्वको ध्यान नेपालतर्फ आकर्षित गरायो। गौतम बुद्धको जीवन, लुम्बिनीको ऐतिहासिक खोज र यसको सांस्कृतिक र धार्मिक महत्त्व र वर्तमान चुनौतीहरूलाई सरल र आकर्षक तरिकाले बुझ्ने प्रयास गर्नेछौँ आजको टिएनबी भिडियोमा। गौतम बुद्ध, जसको वास्तविक नाम सिद्धार्थ गौतम थियो, ईसापूर्व 563 मा लुम्बिनीमा जन्मिएका थिए। उनको जन्म शाक्य गणराज्यको राजपरिवारमा भएको थियो। उनका पिता शुद्धोधन शाक्य गणराज्यका राजा थिए भने उनकी आमा मायादेवी कोलिया गणराज्यकी राजकुमारी थिइन्। सानैदेखि सिद्धार्थलाई राजसी सुख सुविधा प्राप्त थियो। उनलाई धनुविद्या, तरबारबाजी, कुस्ती र अन्य कलाहरूमा निपुण बनाइयो। ब्राह्मणहरूले उनको जन्मदेखि नै भविष्यवाणी गरेका थिए कि सिद्धार्थ या त महान राजा बन्नेछन् वा विश्वलाई नयाँ दृष्टिकोण दिने आध्यात्मिक गुरु हुनेछन्। उनका पिताले सिद्धार्थलाई संसारको दुःख र कष्टबाट टाढा राख्न हरसम्भव प्रयास गरे। तर 29 वर्षको उमेरमा सिद्धार्थले पहिलो पटक वास्तविक संसारको झलक देखे। कपिलवस्तुको गल्लीमा उनको वृद्ध रोगी र मृत शरीर देखे। उनले उनलाई जीवनको क्षणिकता र दुःखको गहिरो अनुभूति गरायो। यो अनुभूतिले उनलाई संसारको सत्य खोज्न बाटो डोहोर्यायो। उनले राजसी जीवन त्यागेर सन्यासी बने र 6 वर्षसम्म कठोर तपस्या गरे। अन्ततः बिहारको बोधगयामा बोधि वृक्ष मुनि ध्यान गर्दा उनले ज्ञान प्राप्त गरे र बुद्ध कहलिए। बुद्धले आफ्नो बाँकी जीवन अहिंसा, करुणा र मध्यम मार्गको सन्देश फैलाउनमा बिताए। उनको मृत्यु 80 वर्षको उमेरमा भारतको कुशीनगरमा भयो। उनको शिक्षाले विश्वभरका मानिसहरूलाई प्रभावित गरायो र बौद्ध धर्मको आधार बनायो। लुम्बिनीको ऐतिहासिक खोजको कथा राणाकालसँग जोडिएको छ। विक्रम सम्वत 1953 साल अर्थात् सन् 1896 मा नेपालको तराई क्षेत्रमा 4 कोसे जङ्गलमा एउटा प्राचीन खम्बा फेला पर्यो। यो खम्बा मौर्य सम्राट अशोकले बनाएका थिए। खम्बामा लेखिएको शिलालेखमा उल्लेख थियो कि अशोकले लुम्बिनीको भ्रमण गरेका थिए र त्यहाँ बुद्धको जन्म भएको पुष्टि गरेर यो खम्बा स्थापना गरेका थिए। साथै उनले स्थानीय बासिन्दालाई करमुक्त गरेको पनि लेखिएको थियो। यो खम्बाले लुम्बिनीलाई बुद्धको जन्मस्थलको रूपमा विश्व सामु स्थापित गरायो। यो खोजको पछाडि राणाकालको एउटा रोचक कथा छ। जङ्गबहादुर राणाले आफ्नो उत्तराधिकारीको रोलक्रम बनाएका थिए, जसमा उनका भाइहरू र पछि मात्र छोराहरू प्रधानमन्त्री हुने व्यवस्था थियो। यो रोलक्रममा धीर शमशेरका छोराहरू, विशेष गरी खड्ग शमशेर, धेरै पछाडि थिए। आफ्नो पालो नआउने देखेपछि खड्ग र उनका दाजुभाइले विक्रम सम्वत 1942 मा रणदीप सिंह सहित रोलक्रममा अगाडिका व्यक्तिहरूको हत्या गरे, जसलाई इतिहासमा 52 सालको पर्व भनिन्छ। तर खड्ग शमशेर प्रधानमन्त्री बन्न सकेनन् र जेठा भाइ वीर शमशेरले सत्ता सम्हाले। वीर शमशेरले खड्गलाई सत्ताबाट टाढा राख्न पाल्पा पठाए। त्यही खड्गले रानी महल बनाए। यही क्रममा भारतको पुरातत्व विभागले बुद्धसँग सम्बन्धित स्थानहरूको खोजी गर्न अनुमति माग्दा वीरले यो जिम्मेवारी खड्गलाई दिए। खड्ग शमशेर र जर्मनका पुरातत्वविद एन्टो फुअरेले संयुक्त रूपमा लुम्बिनीमा अशोकको खम्बा फेला पारे। यो खोजले विश्वभर लुम्बिनीको चर्चा फैलियो। अशोकको खम्बा फेला परेपछि लुम्बिनीमा थप उत्खनन र अनुसन्धान सुरु भयो। सन् 1879 मा पुरातत्वविद पिसी मुहर्कजीले खम्बा वरपरको क्षेत्रमा उत्खनन गर्दा प्राचीन इट्टाका संरचनाहरू, मायादेवीको मूर्ति र अन्य अवशेषहरू भेटाए। मायादेवी बुद्धकी आमाको सम्मानमा सन् 2003 मा मायादेवी मन्दिर बनाइयो, जुन केवल
23 वर्ष पुरानो छ। यो मन्दिर लुम्बिनीको केन्द्रबिन्दु हो। विक्रम सम्वत 1990 मा केशर शमशेरको नेतृत्वमा थप उत्खनन भयो। सन् 1993 देखि 1996 मा लुम्बिनी विकास कोष र जापानिज संस्थाहरूले संयुक्त रूपमा उत्खनन गरे। यो उत्खननमा मार्क स्टोन, मौर्यकालीन इँटाहरू र प्राचीन बिहारहरू र अन्य अवशेषहरू फेला परे। सन् 2013 मा बेलायती पुरातत्वविद रोबिन कुनिङहमको टोलीले बुद्धको समयभन्दा पनि पुरानो संरचनाहरू फेला पारे, जसले लुम्बिनीमा बौद्ध धर्मको प्रारम्भिक विकासको प्रमाण दियो। यो खोजीले लुम्बिनीलाई सन् 1997 मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न आधार प्रदान गरे। लुम्बिनी केवल ऐतिहासिक स्थल होइन, यो बौद्ध धर्मको पवित्र तीर्थस्थल र विश्व शान्तिको प्रतीक हो। यहाँ विभिन्न देशहरूले निर्माण गरेका मन्दिर र बिहारहरूले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका छन्। थाई बिहार, जसमा थाइल्यान्डको परम्परागत सुनौलो छाना भएको यो बिहार पर्यटकको आकर्षक हो। अर्को चिनिया बिहार। चिनिया वास्तुकलाको झल्को दिने यो संरचना भव्य र शान्त छ। त्यसैगरी जापानिज शान्ति स्तूपा, विश्व शान्तिको सन्देश बोकेर बनाइएको यो सेतो स्तूपा लुम्बिनीको आकर्षक हो। श्रीलङ्काली बिहार। श्रीलङ्काको बौद्धिक परम्परालाई झल्काउने यो बिहार धार्मिक महत्त्व छ। यी संरचनाहरूले लुम्बिनीलाई विश्वव्यापी बौद्ध केन्द्र बनाएका छन्। यो शान्त वातावरण र प्राकृतिक सौन्दर्यले तीर्थयात्री र पर्यटकलाई आकर्षित गर्छ। बुद्धले सिकाएको चारारे सत्य, अष्टाङ्गिक मार्ग र अहिंसाको सन्देश लुम्बिनीको आत्मा हो। यहाँ आउने तीर्थयात्रीहरूले यी शिक्षालाई आत्मसात गर्छन् र शान्तिको सन्देश लिएर फर्किन्छन्। लुम्बिनीले विभिन्न सांस्कृतिक र धर्मका मानिसहरूलाई एकताको सूत्रमा बाँध्छ। लुम्बिनीको विश्वव्यापी महत्त्वलाई मान्यता दिँदै सन् 1997 मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरियो। नेपाल सरकार, लुम्बिनी विकास कोष र अन्तर्राष्ट्रिय समुदायले यसको संरक्षण र विकासमा काम गरिरहेका छन्। सन् 1970 को दशकमा जापानी वास्तुकार केन्जो ताङ्गेले लुम्बिनीको विकासका लागि गुरु योजना बनाए। यो योजनाले लुम्बिनीलाई 3 क्षेत्रमा विभाजित गरेको थियो। 1 पवित्र उद्यान, मायादेवी मन्दिर, अशोक स्तम्भ र मार्क स्टोन भएको क्षेत्र। 2 बिहार क्षेत्र, विभिन्न देशको मन्दिर र बिहारहरू भएको क्षेत्र। 3 शैक्षिक क्षेत्र, बौद्ध अध्ययन र ध्यान केन्द्र र पुस्तकालय। यो योजनाले लुम्बिनीलाई शान्तिको वैश्विक केन्द्र बनाउने लक्ष्य राखेको थियो, तर आर्थिक अभाव र प्रशासनिक जटिलता र राजनीतिक अस्थिरताले यो योजना पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। नेपाल सरकारले स्थापना गरेको लुम्बिनी विकास कोषले यहाँको संरक्षण, मर्मत र पर्यटन प्रवर्धनमा काम गरिरहेको छ। यो कोषले जापान, थाइल्यान्ड, चीन लगायतका देशहरूसँग सहकार्य गरेर विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ। लुम्बिनीको विश्वव्यापी लोकप्रियतासँगै यहाँ विभिन्न प्रकारका चुनौतीहरू पनि देखिएका छन्। पर्यटनको बढ्दो संख्याले होटल, रेस्टुरेन्ट र आधुनिक संरचनाको निर्माण बढेको छ। राइड जस्ता गतिविधिले लुम्बिनीको शान्त वातावरणलाई हानि पुर्याएका छन्। वायु प्रदूषण, ध्वनि प्रदूषण र जलवायु परिवर्तनले यहाँका प्राचीन संरचनालाई क्षति पुर्याएको छ। रामग्राम स्तूपालाई निजी कम्पनीलाई 79 वर्षका लागि भाडामा दिने प्रस्तावले ठूलो विवाद निम्त्याएको थियो। स्थानीय र अन्तर्राष्ट्रिय विरोधपछि यो योजना रद्द भयो। कङ्क्रिट र सिसाका ठूला संरचनाहरूको निर्माणले लुम्बिनीको ऐतिहासिक र प्राकृतिक सौन्दर्यलाई हानि पुर्याउँदैछ। यी चुनौतीहरूले लुम्बिनीलाई युनेस्कोको खतरामा रहेको सम्पदा सूचीमा पार्ने जोखिम बढाएको छ। लुम्बिनी केवल धार्मिक स्थल होइन, यो विश्व शान्ति, एकता र मानवताको प्रतीक हो। बुद्धको शिक्षाले विश्वलाई अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिएको छ। यो ठाउँले विभिन्न सांस्कृतिक, धार्मिक र समुदायका मानिसहरूलाई एकताको सूत्रमा बाँध्छ। लुम्बिनीको संरक्षण हाम्रो साझा जिम्मेवारी हो। सरकार, लुम्बिनी विकास कोष, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय समुदायले संयुक्त रूपमा यहाँको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्त्व जोगाउनुपर्छ। यदि हामीले यो पवित्र स्थललाई सुरक्षित राख्न सक्यौँ भने बुद्धको शान्तिको सन्देश भावी पुस्तासम्म पुग्नेछ। लुम्बिनी गौतम बुद्धको जन्मस्थल मात्रै होइन, यो विश्व शान्तिको सन्देश बोकेको अमूल्य सम्पदा हो। अशोकको खम्बाको खोजदेखि युनेस्को विश्व सम्पदा सूचीमा समावेशको यात्राले लुम्बिनीलाई विश्वमा चिनाएको छ। तर यसको संरक्षण र दिगो विकासमा हामीले थप सचेतता अपनाउनुपर्छ। लुम्बिनी हाम्रो गर्व हो र यसलाई जोगाउनु हाम्रो कर्तव्य हो। हौस् त,
आजको भिडियोमा यति नै। यदि यस्तै भिडियो हेर्न रुचाउनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।